all I had to be. And just let me jolly and follow the case against you is my dream. And 7 long years is your sentence. Just let me jolly all I had to be. And just let me jolly and follow the case against you is my dream. And 7 long years is your sentence. You go and leave a clan far away from your friends and relations to follow the black clover. Come on, arise and shine like diamonds. Everyone, welcome to a brand new day. So आज चाहिँ we are doing time travel अनि म चाहिँ अहिले ठ्याक्क बालाराटमा आइसकेको छु. बालाराट चाहिँ मेलबर्नबाट 1.5 hour ड्राइभ छ अनि यो चाहिँ एउटा गोल्ड रस एराको के पो भन्छ गाउँ हो. यहाँ चाहिँ एभ्रिथिङ 1850 मा जस्तो गाउँ थियो त्यस्तै छ. ल अब मसँग टाइम ट्राभल गरेर हामी 8050 मा जाने है त. ल 1 2 3. सो म चाहिँ अहिले आइसकेको छु 1850s मा गोल्ड रसको टाइममा है त. अब गोल्ड रसको टाइममा यहाँ के हुँदैछ मेरो लेफ्टतिर हेर्नुहुन्छ नि यहाँ सबैजना प्यानिङ गरिरहेछ, गोल्डहरू प्यान गर्दैछ. एन्ड देन अब मेरो राइटमा चाहिँ पुरै भिलेज छ. अब हामी त्यतातिर जान्छौँ है त. ल यो चाहिँ हाम्रो 80s को टाइमको सहरहरू. मजाको फोटोग्राफी रुम. यहाँ चाहिँ टन्ड टुरिस्टहरू आउँछ अनि अहिले चाहिँ स्कुल होलिडेको टाइम हो. म त्यही भएर आइएम नट स्योर कि स्टुडेन्ट्सहरू छ कि छैन. नत्र यहाँ चाहिँ हजुरको स्कुलहरू सबै थोक हुन्छ क्या. अनि बच्चाहरू पनि पहिलाकै 80s मा जस्तो ड्रेसअप गर्थ्यो. बच्चाहरू पनि हो त्यस्तै ड्रेसअपहरू गर्ने हुन्छ. यहाँ चाहिँ यो मेटलहरू फोर्जिङ गर्ने चक्काहरू बनाउने सबै थोक छ. अनि भित्र गएर हेरौँ है त वाट इज डुइङ. यो चाहिँ घोडाको ताप बनाउँदो रहेछ. यो चाहिँ यहाँ घोडाको ताप बनाउँदैछ, घोडाको खुट्टामा लगाउने. यहाँ हर्सु लेखिरहेको छ $9. होल ठाउँ चाहिँ मेटल वर्कसप एरिया जस्तो भयो. अनि यहाँ घोडाको लागि बनाउनेदेखि लिएर सबै थोकहरू छ है त. पहिला जसरी गर्थ्यो यो चाहिँ हजुरको त हावा भर्ने छ नि लेदरको यो ठुलो बनाएको हो. यहाँ एभ्रिथिङ पहिलाको जस्तो तरिका छ त्यस्तै तरिकाले नै हुन्छ यहाँ कामहरू पनि. चाहिँ सबै तिम्रो त्यो पहिला वर्करहरू कसरी बस्थ्यो भनेर देखाएको क्या. अनि यसरी टेन्ट सेन्टमा उनीहरूको घरहरू ट्याक्क बसेको ओरेको देखाएको हुन्छ. पहिला त्यो सुनखानीमा चाहिँ मान्छेहरू आउँदा कसरी काम गर्थे कसरी बस्थे भनेर चाहिँ यहाँ छ. यसरी चाहिँ पहिला मान्छेहरू यहाँ सुनखानीमा काम गर्ने मान्छेहरू चाहिँ यसरी यहाँ बसेर यसरी टेन्टमा बस्दो रहेछ. बेडहरू छ त्योहरू छ. अनि हाम्रो यहाँ चाहिँ मासु पसलहरू छ. यहाँ चाहिँ कफी लिने ठाउँ छ. कडा तातो कफी खाने हो कि क्या हो यहाँ गएर. जाउँ न. यहाँ माग त यता साउनीलाई साउनी कफी दिने यता हो. ल साउनी भनेको त कोही रहेनछ त यहाँ त. कफी यो चाहिँ कफीको लागि पानी तताउने केटल है त. यहाँ के छ हेर्दैछ. यहाँ चाहिँ यसरी मान्छेहरूको बेड सेडहरू छ. यहाँ किचनहरू रहेछ. यहाँ $2 किलो. ए
यो चाहिँ हाम्रो यसो बुचरहरू ल्याम्पहरू चाहिँ डायमन्डहरू छ है यता एक पाउ मासु एक पाउ त यति थोरै थोरै त दिन्न अब झ्याप्प खसीको लग न हौ दसैँको बेला के हो तिमी यार के खुट्टा लान्छौ यहाँ डायमन्ड पनि छ They shone like diamonds, call her the queen of the land, and her hair hung over her shoulders, tied up with a black velvet band. Next morning before judge and jury, the trial I had to appear, and the judge let Victorian power. The case against you is quite clear. Her eyes they shone like diamonds, and call her the queen of the land. यो बाटोबाट चाहिँ घोडा सर आउँछ अनि यो चाहिँ घोडा राख्ने स्टेसन अनि यो चाहिँ बस स्टप जस्तै ट्र्याक्टरसँगै यहाँ पर्खिने त्यहाँदेखि यो स्टेसन चाहिँ यहाँ बस्ने घोडा कतिखेर आउँछ And 7 long years is your sentence. You go and demand David's land, far away from your friends and relations, to follow the black velvet. Come on. Her eyes they shone like diamonds, I call her the queen of the land, and her hair hung over her shoulders, tied up with a black velvet. यो सामान ओसार पोसार गर्दाखेरिको युज गर्ने यत्रो ठुलो काठ रहेछ यहाँ पनि छ त्यत्रो हाम्रो एकदम पुरानो जमानाको बलिङ खेल्ने ठाउँ छ यो चाहिँ स्कुल रहेछ अनि हेर न टक्क त्यो जमानाको स्कुल कस्तो दामी ह्यान्डराइटिङ है बेन्च 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 यो त हाम्रो नेपालको स्कुल भन्दा राम्रो बेन्च आएर 1850 मा पनि Opportunity to warn you that these shots emanating from these rifles will be very, very loud. Take your fingers and place them in your ears. If you have a child or baby with you, ensure their ears are covered. Firing party, prepare to fire off in series from the left. Present. Arm. Number 1. Number 2. Number 3. Shoulder, arms. Order, arms. Hello. Okay, ready? Over here. Dying boy. Dying boy. Thank you. Oh, photo session हुने काम हुँदैछ अनि हाम्रो लाउरे he tried to go to army before. Thanks. ल जाऊ आमा यो बाजेको लुगा हेर न तरबार see you on the bottom. Thank you. अब हाम्रो चाहिँ लगभग यता हेर्ने गर्ने कुराहरू चाहिँ हामीले हेरिसक्यौँ अब चाहिँ हामीलाई त्यो गोल्ड प्यानिङ कसरी गर्छ भन्ने सिकाइदिन्छ भन्ने छ भिआइपी टिकट लिएर गएको छ क्या त्यसको लागि चाहिँ अनि त्यो गर्छौँ अनि होपफुली थोरै थोरै सुन हामी पनि घर लिएर जान्छौँ भन्ने कुरा छ होइन त्यस्तै छ ल है त
and hope. It's up all the time. यतातिर हाम्रो गोल्ड माइन टुर छ यहाँबाट तल माइन अन्डरग्राउन्ड लास्ट चाहिँ डिप छ त्यहाँ लान्छ अनि त्यहाँ गरेर हुन्छ अनि यो चाहिँ पुरै सिस्टम जति देखिरहेछ नि यो सिस्टममा चाहिँ हजुरको पुरै त्यो ढुङ्गा क्रस गरेर अनि ढुङ्गा बोक्दै बोक्दै अनि यसो रोलिङ हुँदै अनि पानीबाट पखाल्दै पखाल्दै अनि सुनहरू झिक्ने गर्ने हुन्छ होइन त्यहाँभित्र गएर अलिकति हामीलाई अलिअलि नलेज त तिनीहरूले दिइहाल्छ जाउँ न हो यो मुभ भइरहेछ नि अहिले यो मुभ भइरहेछ क्या हो यो चाहिँ तल चल्दैछ अनि त्यो चलेर चाहिँ त्यो माथिको डालो छ नि यो डालो चाहिँ यसरी उठ्छ अनि यहाँ चाहिँ यही ढुङ्गाहरू हुन्छ जुन चाहिँ बाट सुन निस्किन्छ गएपछि त्यो अहिले हामीले चलिरहेको मसिनको पार्ट्सहरू देखिरहेको थियो नि त्यो चाहिँ यहाँभित्र यत्रो ठुलो छ आम्मा त्यो छान्ने जस्तो छ त्यो छान्नेबाट सबै सुन छान्ने रहेछ पानी गइरहेछ हेर त ड्याम जस्तो छ त्यहाँ पानी छोपिरहेछ आउँदैछ मसिनरीहरू हेर न बबाल माथि चढ्ने हो चल्ने ल त गोल्डको पहाडमा चढ्न आँट्दैछौँ हामी होइन यहाँबाट माइन टुर जान्छ हौ अन्डरग्राउन्ड छ सबै दामी छ दियोस् है यो चाहिँ टक्क त्यो स्कुल बच्चाहरू पनि हुन्छ आज खै स्कुल होल्डै भएर हो कि झन् नभएको अब चाहिँ हामी चाहिँ यो चाइनिज मार्केटतिर आइपुग्यौँ रेभेलियन पास हामीले यो लिएको पास चाहिँ त्यसैको लागि हो अनि पहिला नि अब चाइनिज सेटलमेन्टहरू पनि यसरी नै आएको थियो बसेको थियो जहाँ सुन छ जहाँ पैसा छ त्यहाँ चाइनिज नहुने कुरै भएन है त यो चाहिँ चाइनिज टेम्पल रहेछ अब यो चाहिँ हाम्रो प्राइभेट पुल अरे यहाँ चाहिँ हामीलाई सुन छान्न ओर्न यताउता गर्न सिकाउँछ अनि सुन छानेर ओरेर हामीलाई घर पनि लानिदिन्छ अरे है त आज कति सुन भेट्छ हेर्दै जाउँ अलराइट लाइसेन्स पनि चाहिँदो रहेछ है केटाकेटीको Without one of these, you'll be slapped with a £5 fine. Alright. So you say, what's your name? My name is Jenis. How do I spell that? Jenis. Thank you. Here's a bottle for you. That is to keep your gold nice and safe. Alright, thank you. No worries. This is my license. Alrighty. Who's next? Yours. This bottle for you as well. Thank you. Last but not least, how do I spell that one, my friend? G-U-R. Is it D or a G? G. G-U-R. P-A-L. P-A-L? Yep. Is that it? Yep. Beautiful. That's for you, mate. Sorry, keeping you busy. Oh, indeed. Hello, lads. Good Hello. Thank you. Nice deep scoop anywhere you want in the creek. The deeper you dig, the more luck you'll have because the thing about gold is it's very, very heavy. Yep. So it's always going to sink to the bottom of the creek. It's also going to sink to the bottom of your pan, which makes it so hard to find because all this other stuff is on top of it. Yep. We're going to use that to our advantage. I'll show you this technique. If you follow this, it should make it much easier to find gold. Okay? Yep. Alrighty. What you want to do? Try and get some water in here.
water makes it easy to maneuver all this around. You want to shake it in circles like this. What that does is it sinks the gold down to the bottom. With all the heavy things and all the light things like the leaves and the big rocks should float up to the top. When you've done that enough, you're able to just stop, swirl in circles, and knock a little bit off the top like that. So get rid of a little bit. And then you want to add some more water and do that again. So do this a few times until you're just down to the last few minerals at the bottom. So I'm shaking like this. Gold. So I tip out a little bit more of that. Only have to knock out a little bit more once we're down to these last few minerals. Just gently. And then once we're down to this, what we want to do. Now it might be very tempting to get your fingers in there and start looking like this, but don't do that. If you do that, it'll just push the gold away and you'll never be able to find it. Okay. What you do instead is use a little bit of water, like this, and you want to wash all this away. And gold will wash away too, but it'll be the last thing to wash away. Have a look at this corner as I use this water to wash it away. Oh, yeah. See it? Yes. Whoa. So that gold's in there, and it's washing away gently with everything else. Oh yeah, it doesn't look like I got a huge hole this time. Yep. Sometimes you'll get something a little bigger than that, but often you'll just find this, and this is better than nothing. You want to get yourself a nice dry finger. Give that a touch. Should stick to your finger like that, like a little piece of dirt. Then you open those bottles I give you. Yep. You want to touch the top of them because they're full of water. That should wash the gold right off your finger and safely into your bottle. थोरै थोरै सुन्दर भेटिरहेको छ हो हामीले त्यो हाम्रो अघि माइनिङ गरेको भए हामीले भेट्यौँ भनेर चाहिँ एउटा सानो टुक्राले 400-500 हुन्छ यो चाहिँ नेचुरल फर्म जस्तै हुन्छ क्या गोल्ड भेट्दाखेरि कस्तो रह्यो त हाम्रो गोल्डको टुर्कडा हो के सिक्यो त सुन किन्न सिक्यो कि सुन किन्नै हुँदैन भने सिक्यो
को गोल्ड नहीं बाय करना। गोल्ड नहीं बाय करना गोल्ड नहीं गाह्रो छ यार हिम्मत घटा दियो सबैको पैसा बता के पैसा 690,000 690,000 है एउटा ब्लकको 2021 मा कति पर्थ्यो 2020 मा कति अरे 100,000 6,000 और 1990 समथिङ मा 1980 समथिङ मा $400 आफ्टर 6 इयर लाइक 6 इयर्स में त आकाश जमिन एक हो गया टाइप्स भएछ त्यो भ्यू दामी देखेको यहाँबाट यहाँ है त मिठो छ यो चाहिँ पुरै टाउन हो हामी के भन्छ मल्टिमिलियनियर छिटै हुन्छौँ अब सधैँ यहाँ आएर ल अब आज यति भन्दै आजको हाम्रो दिन क्लोज गर्छौँ ल बाई एभ्री वान बाई भन्दै केटा हो बाई 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 बाई